हेलो साथीहरू नमस्कार। एनालाइसिस ल्याएर आएकी छु। दिल्लीमा के भएको छ, के देखाएको छ र के यो जुलाई महिनामा विगतमा बढे जस्तो यो जुलाईमा पनि बढ्छ त भन्ने कुरा पनि ल्याएर आएकी छु। पहिला के भयो जुलाई महिनामा कति बढ्यो भनेर पनि हेर्नेछौँ विस्तृत रूपमा। अब जाउँ नेप्सेको डेली एनालाइसिसमा। नेप्से चाहिँ अन्तिममा क्लोजिङ 2653 क्लोजिङ भयो, 8 अङ्क घटेर। यसमा चाहिँ सेक्टरहरू हेर्ने हो भने फाइनेन्स 1.06%ले बढेको छ, ट्रेडिङ पनि अलिकति बढेकै छ, हाइड्रो बढेको छ, माइक्रो फाइनेन्स, नन लाइफ, डेभलपमेन्ट ब्याङ्क पनि बढेको छ अलिकति। घट्नेमा चाहिँ अदर सेक्टर, म्युचुअल फन्ड भयो, होटेल, म्यानुफ्याक्चर, इन्भेस्टमेन्ट, लाइफ इन्सुरेन्स, ब्याङ्किङहरू चाहिँ घटेको छ। टप गेनरमा हेर्ने हो भने नयाँ आएको आइपिओ सानीगढ, विष्णु रिभर लिमिटेड र कलाङ रहेका छन्। त्यसपछि चाहिँ अरू एनएफएस, केकेएससी, युएलबिएसएल, एमकेएचएल, टिएसएचएल, एएनएलबी चाहिँ रहेका छन्। टप लुजरमा चाहिँ युएलएससी, डिएलबिएस, क्रेस्ट, एसएलबिएसएल, युपिसिएल, बिजिडब्ल्युटी, एसबिएलबी, एनएलआइसी, ओएमएचएल रहेको छ। टप भोल्युममा हेर्ने हो भने जिबिआइएमई, एलएसएल, एकेजेसिएल, केकेएससी, केबिएल, बिएफसी, पिआरएसएफ, एसबिएल, सिएफसिएल, एसबिआई रहेका छन्। त्यसै गरी टप टर्नओभरमा एनआरएन, बिएफसी, सिएफसिएल, एकेजेसिएल, जिबिआइएमई, सिएसडिसी, शिवम, आरएसएमएल रहेका छन्। त्यसै गरी यसलाई चाहिँ हामीले अरू इन्डिकेटर प्रयोग गरेर हेर्ने हो भने कस्तो देखिन्छ नेप्से हेरमै त। आरएसआईबाट हेर्ने हो भने अस्ति 19 को लेभलमा आएर फर्केको छ, एकदमै ओभरसोल्ड जोनबाट यो फर्केको छ। त्यसपछि चाहिँ अहिले चाहिँ 38.63मा आएर रोकिएको छ। त्यसै गरी एमएसिडीबाट हेर्ने हो भने एमएसिडीले चाहिँ के पोजिटिभ सङ्केत देखाएको छ, किनभने यताको हिस्टोग्रामहरू मधुरो हुँदै गएको छ भने यो दुईवटा लाइनहरू चाहिँ नजिकिएका छन्। यस एमएसिडीमा चाहिँ केही पोजिटिभ कुराहरू चाहिँ हेर्न सकिन्छ, आशा छ यसले चाहिँ अब बुलिस क्रसओभर गर्छ भन्ने। त्यसै गरी फिबोनाची रिट्रेसमेन्टबाट हेर्ने हो भने हिजोको क्यान्डलले 0.618 को रेजिस्टेन्सलाई चाहिँ ब्रेक गर्न सकेन। यदि योलाई ब्रेक गर्यो भने यसको टार्गेट चाहिँ 0.5 हुनेछ रेजिस्टेन्ट। यो लेभलमा चाहिँ यसले रेस्पेक्ट गरेको जस्तो देखिन्छ। त्यसै गरी सपोर्ट लाइनलाई हेर्ने हो भने महत्त्वपूर्ण सपोर्ट जोनलाई टच गरेर फर्केको छ। अब रेजिस्टेन्ट जोन भनेको 2775 देखि 2800 को बिचमा हुन्छ। यदि यो रेजिस्टेन्टलाई पनि पार गर्यो भने चाहिँ हाम्रो अर्को रेजिस्टेन्ट हुन्छ 2870, त्यो हुन्छ भने त्यसपछिको रेजिस्टेन्ट चाहिँ अब 2900 देखि 3000 को बिचमा छ यसको रेजिस्टेन्ट। यो भयो हाम्रो नेप्सेको एनालाइसिस। अब जाउँ हामी जुलाई महिनामा अगाडिको वर्षहरूमा चाहिँ के देखा परेको छ त, कस्तो छ त जुलाई महिनामा, पोजिटिभ छ कि नेगेटिभ छ हामी हेर्छौँ है त। जुलाई महिनाको सम्पूर्ण डाटा तपाईँहरू बिस्तारै गरेर हेर्न सक्नुहुन्छ। कुन वर्षको जुलाई महिनामा चाहिँ कति अङ्कले मार्केट बढेको छ र कतिले घटेको छ भनेर हेर्न सक्नुहुन्छ यो डाटाहरू। यो मैले रातो जुन एरो देखाएको छ त्यो चाहिँ घटेको हो यो, अनि त्यसपछि चाहिँ जुन हरियो छ त्यो चाहिँ कति अङ्कले बढ्यो भन्ने पनि छ, कति प्रतिशतले बढ्यो भन्ने छ है। तपाईँहरू बिस्तारै यसलाई पौज गरी गरी हेर्न सक्नुहुन्छ डाटा के छ, नभए आफै नेप्सेमा पनि हेर्न सक्नुहुन्छ। यो जुलाई महिनामा नै घट्नुभन्दा पनि धेरै बढेको छ। यदि घटे पनि सामान्य अङ्कले, सामान्य प्रतिशतले चाहिँ घटेको छ, हेर्न सक्नुहुन्छ। विगतको जुलाई महिनामा बढे चाहिँ यो वर्ष पनि जुलाई महिनामा बढ्न सक्ने सम्भावना धेरै रहेका छन्। केही सकारात्मक कुराहरू पनि रहेका छन्। 1 नम्बरमा हो असार मसान्त अन्तिम हुनु, मौद्रिक नीतिको समीक्षा, बजार मैत्री आउँछ भन्ने अपेक्षा राख्नु। तेस्रो हो बैङ्कमा लिक्विडिटी धेरै हुनु, घट्दो ब्याज दर हुनु। चौथो 7 को अध्यक्ष नियुक्ति हुनु। जुलाई महिनामा बढ्ने सम्भावना देखिसकेपछि तपाईँहरू लगानी गर्न अथवा ट्रेडिङ गर्न चाहनुहुन्छ, कुनमा गरौँ भन्ने कन्फ्युज हुनुहुन्छ भने चाहिँ सबैभन्दा सस्तो स्टक, न धेरै घट्ने,
यदि घटे पनि आफूलाई धेरै घाटा नहुने हिसाबले चाहिँ खोज्न सक्नुहुन्छ। त्यो चाहिँ तपाईँ नेप्सी ट्रेडिङमा गएर सस्तो स्टक खोज्न सक्नुहुन्छ सेक्टर अनुसारको। म चाहिँ अहिलेको लागि ब्याङ्क नै भन्छु। कमर्सियल ब्याङ्कमा सबैभन्दा सस्तो स्टकहरू हेर्न सक्नुहुन्छ तपाईँहरू। घटेको स्टकहरू लो प्राइसमा भएको, यसमा लगानी गर्दाखेरि चाहिँ धेरै नघट्ने सम्भावना देखिन्छ। यदि नेप्सी नै बढ्यो भने सबै सेक्टरहरू बढ्यो भने ब्याङ्क पनि बढ्छ र सस्तो स्टक पनि 20 देखि 25% बढ्ने सम्भावना हुन्छ। त्यसमा पहिला केबिएल पनि हेर्न सक्नुहुन्छ कति बढेको थियो, एनआइएमबी पनि हेर्न सक्नुहुन्छ कति धेरै बढेको थियो, पर्बु पनि हेर्न सक्नुहुन्छ कति धेरै बढेको थियो। त्यही भएर यदि सेक्टर नै बढ्यो भने त सस्तो ब्याङ्कहरू पनि बढ्न सक्ने सम्भावना धेरै भएको कारणले चाहिँ मेरो रोजाइमा यो परेको हो।